नमस्कार साथीहरू, खुला मञ्चको यो अर्को भागमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। आज म एउटा यस्तो मानिसको बारेमा कुरा गर्न गइरहेको छु जसको शरीरले साथ छोड्दै गयो, तर जसको दिमागले सम्पूर्ण ब्रह्माण्डलाई चुनौती दियो। डाक्टरले भनेका थिए तिमी अब धेरै बाँच्दैनौ, तर उनले संसारलाई देखाए मानिसको वास्तविक शक्ति शरीरमा होइन सोचमा हुन्छ। व्हील चेयरमा बसेर पनि उनले ब्रह्माण्डको रहस्य पत्ता लगाए। बोल्न नसक्ने अवस्थामा पनि उनले करोडौं मानिसलाई प्रेरणा दिए। आजको यो डकुमेन्ट्री स्टाइल भिडियोमा हामी जान्नेछौँ स्टिफेन हकिङ को बाल्यकाल, संघर्ष, रोग, प्रेम, विज्ञान, ब्ल्याक होलको खोज र उनले संसारलाई दिएको अमूल्य सन्देशको बारेमा। यो केवल एउटा वैज्ञानिकको कथा होइन, यो हार नमान्ने आत्माको कथा हो। यो असम्भवलाई जित्ने मानिसको कथा हो। त्यसैले भिडियोमा अन्तिमसम्म रहनुहोला। यदि तपाईलाई यस्ता प्रेरणादायी र ज्ञानमूलक भिडियो मनपर्छ भने च्यानल सब्स्क्राइब गर्न पनि नबिर्सनुहोला। साथीहरू, अब सुरु गरौँ स्टिफेन हकिङको अद्भुत यात्रा। भाग 1, बाल्यकाल। सन् 1942 दोस्रो विश्वयुद्धले संसार जलिरहेको समय मानिसहरू डरमा बाँचिरहेका थिए। युरोपभर बम पड्किरहेका थिए र त्यही युद्धको बीचमा अक्सफोर्डको एउटा साधारण अस्पतालमा एउटा बच्चाको जन्म भयो। त्यो बच्चाको नाम थियो स्टिफेन हकिङ। कसैले कल्पना गरेको थिएन यो सानो बच्चा एक दिन ब्रह्माण्डकै सबैभन्दा ठुलो रहस्यसँग जोडिनेछ। स्टिफेनको परिवार धनी थिएन, तर उनीहरूको एउटा कुरा धेरै थियो घरमा कि ज्ञान। उनका बुबा फ्रैंक हकिङ एक मेडिकल रिसर्चर थिए। आमा इसोबेल अत्यन्त बुद्धिमान महिला थिइन्, तर घरमा टेलिभिजनभन्दा धेरै किताबहरू थिए। अरू घरमा मानिसहरू खाना खाँदा सामान्य कुरा गर्थे, तर हकिङको घरमा खाना खाने टेबलमै विज्ञान, इतिहास, राजनीति र भविष्यको कुरा हुन्थ्यो। सायद त्यही वातावरणले सानो स्टिफेनको दिमागमा प्रश्नहरूको आगो बाल्यो। सानैदेखि उनी फरक थिए। अरू धेरै बोल्दैनथे, तर भित्रभित्रै सधैँ सोचिरहेका हुन्थे। अरू बच्चाहरू खेल्थे, स्टिफेन भने पुरानो घडी खोलेर भित्रका पार्ट्स हेर्थे। रेडियो बिगारेर फेरि जोड्थे। उनलाई संसारको हरेक वस्तुले एउटा प्रश्न सोध्यो, यो किन चलिरहेको छ? यो कसरी बनेको हो? यो युनिभर्स कहाँबाट आयो? स्कुलमा उनी सुरुमा सबैभन्दा टप स्टुडेन्ट थिएनन्। कहिलेकाहीँ टिचरले पनि उनलाई अन्डर एस्टिमेट गर्दथे, तर उनका साथीहरूलाई थाहा थियो यो केटो फरक छ। त्यसैले उनीहरूले स्टिफेनलाई निकनेम दिए आइन्स्टाइन, किनकि उनीहरूले महसुस गर्थे यो केटाको सोच सामान्य मानिसको जस्तो छैन। स्टिफेनलाई म्याथमेटिक्स अत्यन्तै मन पर्थ्यो, तर विडम्बना उनको स्कुलमा म्याथमेटिक्स सब्जेक्ट नै थिएन। त्यसैले उनले फिजिक्स पढ्न थाले। सायद त्यही बाधाले उनलाई अर्को महान यात्रातर्फ धकेल्यो। कहिलेकाहीँ जीवनले हामीलाई जुन बाटो बन्द गर्दछ, त्यही बन्द ढोकाले अर्को ठुलो संसार खोलिरहेको हुन्छ। स्टिफेनको इमेजिनेसन असाधारण थियो। राति उनी आकाशतिर हेर्थे, ताराहरू चम्किरहेका देख्थे र सोच्थे यी सबै कहाँबाट आए? समय सुरु हुनुभन्दा अघि के थियो? यदि युनिभर्सको सुरुवात भयो भने त्यसभन्दा अघि के थियो? यस्ता प्रश्नहरू सामान्य बच्चाले सोच्दैनन्, तर स्टिफेनको दिमाग सधैँ ब्रह्माण्डभित्र यात्रा गरिरहेको थियो। उनी स्कुल प्रोजेक्टहरूमा पनि अलग देखिन्थे। एकपटक
उनले साथीहरूसँग मिलेर पुरानो इलेक्ट्रोनिक पार्ट्सबाट सिम्पल कम्प्युटर जस्तै मेसिन बनाए। त्यो समय कम्प्युटर अत्यन्तै रेयर थियो, दुर्लभ थियो। तर स्टेफेनलाई टेक्नोलोजी र लजिकप्रति अद्भुत आकर्षण थियो। उनी केवल किताब पढ्दैनथे, उनी संसार बुझ्न खोजिरहेका थिए। तर एउटा कुरा इन्ट्रेस्टिङ के थियो भने स्टेफेन फिजिकली धेरै स्ट्रङ थिएन, स्पोर्ट्समा खास रुचि थिएन, कहिलेकाहीँ अकवर्ड पनि देखिन्थे। तर उनको इमेजिनेसन त्यो असीमित थियो। मानिसहरू बाहिरको संसारमा बाँचिरहेका थिए, स्टेफेन भने दिमागभित्रको युनिभर्समा। त्यो समय कसैले पनि सोचेन यो शान्त कमजोर जस्तो देखिने केटो एक दिन व्हील चेयरमा बसेर संसारकै महान वैज्ञानिक मध्ये एक बन्नेछ। र अझ ठुलो कुरा, डाक्टरले अब धेरै बाँच्दैन भनेको मानिस मानव इतिहासको सबैभन्दा ठुलो प्रेरणाको एक स्रोत बन्नेछ। बाल्यकालमै स्टेफेनले एउटा कुरा सिकेका थिए, प्रश्न सोध्न नछाड्नु, किनकि प्रश्नले नै मानिसलाई नयाँ संसारमा पुर्याउँछ। र यही जिज्ञासाले उनलाई केही वर्षपछि युनिभर्सिटी अफ अक्सफोर्डसम्म पुर्यायो, जहाँबाट सुरु हुने थियो उनको जीवनको सबैभन्दा ठुलो अध्याय। भाग 2, अक्सफोर्ड र सपना। जब एउटा युवकले ब्रह्माण्डलाई बुझ्ने सपना देख्यो। 17 वर्षको उमेर, धेरै मानिसहरू अझै आफ्नो भविष्य खोजिरहेका हुन्छन्। तर स्टेफेन हकिङको दिमागमा पहिले एउटा ठुलो प्रश्न बसिसकेको थियो, यो युनिभर्स कसरी सुरु भयो? यही प्रश्न लिएर उनी पुगे युनिभर्सिटी अफ अक्सफोर्ड, जहाँ संसारका ब्रिलियन्ट दिमागहरू पढ्थे, जहाँ हरेक कोठामा प्रतिस्पर्धा, एम्बिसन र इन्टेलिजेन्स भरिएको थियो। सुरुका दिनहरू स्टेफेनका लागि सजिला थिएनन्। उनी धेरै सोसियल थिएनन्, साथीहरू बनाउने बानी कम थियो, कहिलेकाहीँ उनी आफूलाई अरूभन्दा अलग महसुस गर्थे। तर एउटा कुरा के स्पष्ट थियो भने उनको दिमाग चाहिँ असाधारण थियो। अरू विद्यार्थीहरू रातभर पढ्थे, स्टेफेन भने थोरै समयमै कठिन थ्योरी बुझ्थे। उनी रोट लर्निङ गर्दैनथे, उनी कन्सेप्टको गहिराई बुझ्दथे। त्यो समय फिजिक्स संसारकै सबैभन्दा एक्साइटिङ फिल्ड बन्दै थियो। मानिसहरू स्पेसबारे सोच्न थालेका थिए, रकेट टेक्नोलोजी बढिरहेको थियो, चन्द्रमामा पुग्ने सपना देखिँदै थियो। र स्टेफेनको दिमाग भने अझ ठुलो प्रश्नमा हराइरहेको थियो, समय सुरु हुनु अघि के थियो? यदि युनिभर्स फैलिरहेको छ भने त्यो कहाँसम्म फैलिन्छ? ब्ल्याक होल वास्तवमा के हो? अक्सफोर्डमा उनी कहिलेकाहीँ केयरलेस जस्तो पनि देखिन्थे। उनी नोट्स कम बनाउँथे, तर एक्जामिनेसनमा ब्रिलियन्ट एन्सर लेख्थे। कसैले सोध्यो, तिमी यदि कन्फिडेन्ट किन छौ? तिमी किन यति कन्फिडेन्ट छौ? स्टेफेन मुस्कुराए, किनकि उनलाई थाहा थियो उनी केवल डिग्री लिन आएका हुनन्, उनी युनिभर्स बुझ्न आएका थिए। तर जीवनले ठुला सपना देख्ने मानिसलाई सधैँ परीक्षा दिन्छ। एक दिन उनी स्टेयरकेसबाट झर्दै थिए, अचानक ब्यालेन्स बिग्रियो र उनी लडे। पहिले उनले त्यसलाई सामान्य ठाने, तर बिस्तारै अझ धेरै समस्या देख्न थाले। हिँड्दै अक्वार्ड मुभमेन्ट, हातको कन्ट्रोल कम हुँदै जानु, बोलाइ स्पष्ट नहुनु। त्यो समय कसैले कल्पना पनि गरेको थिएन यो सानो सिम्टम एक दिन उनको सम्पूर्ण जीवन बदल्नेछ। तर अक्सफोर्डमा बस्दा स्टेफेनले एउटा कुरा सिके, इन्टेलिजेन्स भनेको कति धेरै कुरा सम्झाउनु होइन, सही प्रश्न सोध्न सक्नु हो। यही सोचले उनलाई क्याम्ब्रिजसम्म पुर्यायो। युनिभर्सिटी अफ क्याम्ब्रिज पुगेपछि उनको जीवनले पूर्ण रूपमा नयाँ मोड लियो। त्यहाँ उनले कस्मोलोजी रोजे, ब्रह्माण्डको अध्ययन, किनकि उनलाई लाग्थ्यो यदि मानिसले युनिभर्स बुझ्न सके भने सायद जीवनको अर्थ पनि बुझ्न सक्दछ। क्याम्ब्रिजमा उनी फेमस साइन्टिस्ट डेनिस स्कामियाको गाइडेन्समा पुगे। त्यो समय कस्मोलोजी अझै डेभलपिङ फिल्ड थियो। धेरै कुरा रहस्य त छँदै थियो, बिग ब्याङ थ्योरी पूर्ण रूपमा प्रमाणित भइसकेको थिएन,
ब्ल्याक होल अझै मिस्टेरियस कन्सेप्ट थियो, तर स्टेफेनलाई त्यही मिस्ट्री मन पर्यो। रातको समयमा उनी एक्लै बस्दथे, पेपर र इक्वेसन लेख्थे, युनिभर्सको स्ट्रक्चर कल्पना गर्थे। उनको इमेजिनेसन सामान्य मानिसभन्दा धेरै अगाडि दौडिरहेको थियो, तर त्यही समयमा उनको शरीर भने बिस्तारै कमजोर हुँदै गयो। उनी हिँड्दा स्टम्बल गर्न थाले, साथीहरूले नोटिस गर्न थाले, तर स्टेफेन अझै इग्नोर गरिरहेका थिए। सायद उनी डराएका थिए, सायद उनी स्वीकार गर्न चाहँदैनथे। एक दिन उनका बुबाले इन्सिस्ट गरे, तिमी डाक्टर कहाँ जानुपर्छ। त्यसपछि सुरु भयो हस्पिटलको टेस्ट। एकपछि अर्को टेस्ट, डाक्टरको सिरियस फेस, साइलेन्ट रुमहरू, कन्फ्युजन रिपोर्ट्सहरू, र अन्ततः त्यो दिन आयो जसले स्टेफेन हकिङको जीवन सदाका लागि बदलिदियो। भाग 3, रोग र चिन्ताहरू। जब जीवन अचानक अन्धकारमा डुब्यो। हस्पिटलको एउटा शान्त कोठा, डाक्टरहरूको सिरियस अनुहार र एउटा युवा केटो जसको सपना अझै सुरु हुँदै थियो। डाक्टरले बिस्तारै भने, तपाईलाई एएलएस डिजिज भएको छ। एएलएस यस्तो रोग जसले बिस्तारै शरीरका मसलहरू बन्द गराउँछ। मानिसको शरीर चल्न छोड्छ, तर दिमाग भने जीवित रहन्छ। कल्पना गरोस्, सबै कुरा बुझ्न सक्ने दिमाग, तर शरीरले साथ नदिने अवस्था। डाक्टरले अर्को वाक्य बोले, तपाईँ सायद 2 वर्षभन्दा बढी बाँच्न सक्नुहुन्न। त्यो छेड स्टेफेनको संसार रोकियो। 21 वर्षको उमेर, सपना, भविष्य, रिसर्च र जीवन सधैँ अचानक अन्धकारमा हराउने चिन्तामा पुग्यो। उनी होस्टल फर्किए, तर अब सबै कुरा बदलिएको थियो। अरू विद्यार्थीको भविष्यको कुरा गर्थे, क्यारियरको कुरा गर्थे, फ्यामिलीको सपना देख्थे, तर स्टेफेन भने आफ्नै मृत्युको काउन्टडाउन सोचिरहेका थिए। उनी डिप्रेसनमा गए, म्युजिक सुन्थे, एक्लै बस्न थाले। कहिलेकाहीँ उनी सोच्थे, अब रिसर्च गरेर के फाइदा, किन सपना देख्नु, अब म चाँडै मर्नेछु। त्यो समय उनलाई लाग्यो जीवन समाप्त भयो। तर मानिसको जीवनमा कहिलेकाहीँ एउटा व्यक्ति आउँछ जसले फेरि आशा जगाउँछ, र स्टेफेनको जीवनमा त्यो व्यक्ति बन्न गइरहेकी थिइन् जन हकिङ। भाग 4, प्रेम र विवाह। जब प्रेमले मर्न लागेको जीवनलाई फेरि उठायो। कहिलेकाहीँ मानिसको जीवनमा सबै कुरा समाप्त भएको जस्तो लाग्दछ, अन्धकार, डर र निराशाहरू, र त्यही समयमा कुनै एउटा मानिस आशा बनेर आउँछ। स्टेफेन हकिङको जीवनमा त्यो आशा बनेर आइन्, जेन हकिङ। त्यो समय स्टेफेन पूर्ण रूपमा बदलिएका थिए। डाक्टरले दिएको 2 वर्षको डर उनको दिमागमा लगातार घुमिरहेको थियो। उनी भित्रभित्रै टुटिरहेका थिए, तर जेनले उनको शरीर होइन, उनको आत्मा देखिन्। उनले स्टेफेनभित्र एउटा असाधारण मानिस देखिन्। जेन इन्टेलिजेन्ट थिइन्, दयालु थिइन्, र सबैभन्दा ठुलो कुरा, उनी हार मान्ने मानिस थिएनन्। उनी स्टेफेनसँग घन्टौं कुरा गर्थिन्, उनलाई हँसाउँथिन्, भविष्यका कुराहरू गर्थिन्। स्टेफेनलाई पहिलोपल्ट लाग्यो कि सायद मेरो जीवन अझै सकिएको छैन। एक दिन जेनले स्टेफेनलाई भनिन्, तिमी अझै धेरै गर्न सक्दछौ। त्यो साधारण वाक्यले उनको जीवन बदलिदियो, किनकि कहिलेकाहीँ मानिसलाई बचाउन औषधि होइन, विश्वास चाहिन्छ। उनीहरूको प्रेम गहिरिँदै गयो, तर समस्या भने सँगै बढ्दै गइरहेको थियो। स्टेफेनको शरीर कमजोर हुँदै गयो, हिँड्न गाह्रो, उठ्न गाह्रो, सानो काम पनि कठिन। तर जेन डराइनन्। उनीलाई थाहा थियो यो जीवन सजिलो हुनेवाला छैन, तर उनले प्रेम बुझिन्। सन् 1965 मा उनीहरूले विवाह गरे। त्यो विवाह सामान्य प्रेम कथा थिएन, त्यो आशा र सङ्घर्षको सम्झौता थियो। जेन पछि सम्झिन्छन्, हामीलाई भविष्य सजिलो हुँदैन भन्ने थाहा थियो, तर हामीसँग प्रेम थियो। विवाहपछि जेनले स्टेफेनलाई हरेक कुरामा सहयोग गर्न थाले, हस्पिटल, रिसर्च, दैनिक जीवन,
उनी केवल पत्नी थिएनन्, उनी शक्ति थिइन्। उनी भन्छन् स्टेफेनलाई बाँच्न एउटा कारण चाहिएको थियो, त्यो कारण उनी जेन बनिन्। त्यो समय स्टेफेनले फेरि रिसर्च सुरु गरे। अब उनीसँग समय कम थियो भन्ने भावना थियो, त्यसैले उनी झन् गहिरो काम गर्न थाले। उनी सोच्दथे यदि म धेरै बाँच्दिनँ भने म बाँकी समय महान काम गरेर जान्छु। कहिलेकाहीँ सबैभन्दा ठुलो सफलता सबैभन्दा ठुलो पीडाबाट जन्मिन्छ र स्टेफेन हकिङको महानता पनि त्यही पीडाबाट जन्मिँदै थियो। भाग 5 ब्ल्याक होल डिस्कभरिज। मानिस जसले ब्रह्माण्डको अन्धकारलाई चुनौती दियो। रातको समय क्याम्ब्रिजको एउटा कोठा, टेबलभर इक्वेसन्स, पेपरहरू र व्हीलचेयरमा बसेका स्टेफेन हकिङ। उनको शरीर कमजोर हुँदै थियो, तर उनको दिमाग पहिलेभन्दा झन् शक्तिशाली बन्दै थियो। त्यो समय संसारका वैज्ञानिकहरू एउटा रहस्यसँग सङ्घर्ष गरिरहेका थिए। ब्ल्याक होल अन्तरिक्षको यस्तो स्थान जहाँ ग्रेभिटी यति शक्तिशाली हुन्छ कि प्रकाश पनि बाहिर निस्कन सक्दैन। मानिसहरू डराउँथे, कल्पना गर्थे, तर पूर्ण रूपमा बुझ्न सकेका थिएन। धेरै वैज्ञानिकहरूको विश्वास थियो ब्ल्याक होलले केवल सबै कुरा निल्छ। तर स्टेफेनको दिमागमा अर्को प्रश्न आयो, यदि युनिभर्समा केही पनि पूर्ण रूपमा साइलेन्ट छैन भने ब्ल्याक होल किन साइलेन्ट हुन्छ? त्यो प्रश्नले विज्ञानको इतिहास बदल्यो। दिनरात क्याल्कुलेसन, कम्प्लेक्स इक्वेसन्स, फिजिक्स र म्याथमेटिक्सको महासागर र अन्ततः स्टेफेनले एउटा एस्ट्रोनिसिङ थ्योरी दिए, ब्ल्याक होलले इनर्जी निकाल्छ। संसार स्तब्ध भयो, किनकि त्यसअघि कसैले यस्तो सोचेको थिएन। यो प्रोसेसलाई आज हकिङ रेडिएसन भनिन्छ। यो थ्योरी अनुसार ब्ल्याक होल बिस्तारै इभ्यापोरेट हुन सक्छ, अर्थात् ब्ल्याक होल पनि सधैँका लागि जीवित रहँदैन। यो डिस्कभरी किन ठुलो थियो? किनकि यसले आइन्स्टाइनको ग्राभिटी थ्योरी र क्वान्टम फिजिक्सलाई एउटै ठाउँमा ल्यायो। दुई विशाल विज्ञान क्षेत्रहरू पहिलो पटक जोडिन थाले। संसारभरका वैज्ञानिकहरूले स्टेफेनलाई गम्भीर रूपमा लिन थाले। बोल्न कठिन भएको मानिस अब संसारकै महान फिजिस्ट मध्ये एक बन्दै थिए। तर आइरोनी हेर्नुहोस्, उनको शरीर बिस्तारै बन्द हुँदै थियो, तर उनको दिमाग पुरै युनिभर्समा यात्रा गरिरहेको थियो। सायद यही कारणले मानिसहरू उनलाई केवल साइन्टिस्ट होइन, एक मिराकल मान्दथे। एक जर्नलिस्टले सोध्यो, तपाईँ आफ्नो कन्डिसनबारे कहिले रिसाउनुहुन्न? स्टेफेनले जवाफ दिए, मसँग रिसाउन समय छैन, म युनिभर्स बुझ्न व्यस्त छु। यो वाक्यले संसारलाई हल्लायो। सन् 1988 स्टेफेन हकिङले एउटा पुस्तक लेखे, अ ब्रिफ हिस्ट्री अफ टाइम। यो केवल साइन्स बुक थिएन, यो सामान्य मानिसलाई युनिभर्स बुझाउने प्रयास थियो। त्यो समय धेरै मानिसहरू फिजिक्सबाट डराउँथे। कम्प्लेक्स फर्मुलाज, डिफिकल्ट थ्योरिज, कन्फ्युजिङ कन्सेप्ट्स। तर स्टेफेनले साइन्सलाई सरल भाषामा उतारे। उनी चाहन्थे सामान्य मानिसले पनि ब्रह्माण्ड बुझ्न सकुन्। पुस्तक प्रकाशित भयो र अचानक पुरै संसार एक्सप्लोजन भयो। मिलियन्स कपिज बिक्री भए, दर्जनौं भाषामा ट्रान्सलेट भयो। संसारभरका मानिसहरूले पहिलोपटक बिग ब्याङ, टाइम, ब्ल्याक होल जस्ता विषय सजिलै बुझ्न थाले। उनको फेम अब साइन्सको सीमाभन्दा बाहिर गयो। टिभी इन्टरभ्युज, डकुमेन्टरिज, मुभिज, व्हीलचेयरमा बसेको रोबोटिक भोइसमा बोल्ने मानिस अब पुरै संसारको इन्सपाइरेसन भएको थियो। तर सक्सेससँगै स्ट्रगल पनि थिए। उनको शरीर लगभग पूर्ण रूपमा प्यारालाइज भइसकेको थियो। पछि निमोनियाका कारण उनको आवाज नै हरायो। डाक्टरहरूले सोचे अब उनी कहिले बोल्न सक्दैनन्, तर टेक्नोलोजीले फेरि मिराकल गर्यो। उनी एउटा कम्प्युटर सिस्टम प्रयोग गर्न थाले। गालाको एउटा सानो मसल मुभमेन्टबाट उनी वर्ड सेलेक्ट गर्थे, त्यसपछि कम्प्युटरले आवाज निकाल्थ्यो। त्यो रोबोटिक भोइसपछि उनको आइडेन्टिटी बन्यो। कल्पना गर्नुहोस्, सामान्य मानिस सानो समस्या आयो भने पनि हार मान्छ। तर स्टेफेन, उनी बोल्न सक्दैनथे, हिँड्न सक्दैनथे, आफ्नो शरीर
चलाउन सक्दैनथे, तर उनले संसारलाई सोच्न सिकाइरहेका थिए। सायद यही वास्तविक शक्ति हो। भाग 7, अन्तिम वर्षहरू र मोटिभेसन। शरीर हार्यो तर आत्मा कहिल्यै हार्यो। समय बित्दै गयो। स्टेफन हकिङ उनको शरीर लगभग पूर्ण रूपमा इम्मोबिलाइज भइसकेको थियो, तर उनको दिमाग अझै पनि ताराहरूबीच यात्रा गरिरहेका थिए। उनी लेक्चर्स दिन्थे, रिसर्च गर्थे, युनिभर्सको भविष्यबारे सोच्थे। कहिलेकाहीँ मानिसहरू उनलाई हेरेर भावुक हुन्थे, किनकि उनीहरूले मानव इच्छा शक्तिको वास्तविक रूप देखिरहेका थिए। स्टेफनले सधैँ एउटा कुरा दोहोऱ्याउँथे, जहाँ जीवन छ त्यहाँ आशा छ। उनी मानिसहरूलाई आकाशतिर हेर्न भन्थे, ताराहरू हेर्नु, खुट्टा होइन। त्यो केवल कोट थिएन, त्यो उनको जीवन थियो। डाक्टरले 2 वर्ष भनेका थिए, तर उनले 50 वर्षभन्दा बढी समय मृत्युलाई चुनौती दिए। किनकि उनले हार मानेन। संसारले एक महान दिमाग गुमायो, तर उनको विचार, उनको करेज, उनको इन्स्पाइरेसन आज पनि जीवित छ। उनले संसारलाई सिकाए, शरीर कमजोर हुन सक्छ, परिस्थितिहरू कठिन हुन सक्दछन्, जीवन अन्यायपूर्ण हुन सक्छ, तर यदि दिमागमा सपना बाँकी छ भने मानिस अझै हारिसकेको हुँदैन। आज पनि रातको आकाशमा ताराहरू हेर्दा धेरै मानिसलाई स्टेफन हकिङ सम्झना आउँछ, किनकि उनले हामीलाई केवल युनिभर्स बुझाएनन्, उनले मानिसको सम्भावना कति ठुलो हुन सक्छ भन्ने देखाए। सीमा शरीरले बनाउँदैन, सीमा डरले बनाउँछ।